मेरो मम्मी हुनुहुन्छ उहाँ चाहिँ काठमाडौँ आउनुभएको 3 दिन जति भयो। आज चाहिँ म भाटी आउनुभएको छ। उहाँ चाहिँ गुरु महाराजजीको कार्यक्रमको लागि आउनुभएको थियो। ल भन्नुहोस् त मम्मी, म त जान पाइनँ गुरु महाराजजीको कार्यक्रममा, मलाई निम्तो थियो होइन, जान पाइनँ। हजुरले प्रवचन सुनेर आउनुभयो, कस्तो कस्तो प्रवचन सुनेर आउनुभयो एकचोटि सुनाइदिनुहोस् त मम्मी। सुनेर आएँ। 6-7 बजेदेखिको कार्यक्रम सुरु भएको थियो। एकदम राम्रो कार्यक्रम गर्नुभयो, राम्रो भयो। मान्छे नि अभिघातै मान्छे हुनुभएको थियो। लाखौँ मान्छे जम्मा भयो भन्ने सुनेको थिएँ। हामी चाहिँ अब त्यति नजिक त बस्न पाइएन, टाढै भए पनि महाराजजीलाई भेट्न पायौँ, त्यही छ आनन्द। महाराजजीको शब्द सुनेपछि यसै नै आनन्द भयो। र भगवान भनेको, गुरु भनेको धेरै हुन्छन् रे, र गुरु धेरै हुन्छन्, तर चिन्नुहोस्, जान्नुहोस्। मलाई चाहिँ चिन्नु भयो भने र मलाई मान्नु भयो भने मात्रै तपाईँहरूले पाउनुहुन्छ, नत्र भने पाउनुहुन्न भनेर भन्नुभयो। अनि भजन पनि अब हजुरले यहाँ ज्ञान ल्याएको चाहिँ कति वर्ष भयो मम्मी? ज्ञान ल्याएको भयो होला 12-15 वर्ष भयो होला। मैले चाहिँ 10 वर्ष जति भयो होला है। 10 वर्ष जति भयो होला। अनि महाराजजीको सेवा, सत्सङ्ग, भजन, यो 3 चिज चाहिँ ध्यान, सबभन्दा ठुलो कुरो ध्यान बसेपछि हामी आफैले चाहिँ महाराजजीलाई चिन्न सक्छौँ। भगवान आफैसँग हुनुहुन्छ र मलाई चिन्न सक्छौ भनेर गुरु महाराजजीले भन्नुभयो। हजुर, त्यही हो। भजन चाहिँ अब उत्सव मनाम भन्ने चाहिँ भजन थियो। अब मैले जानेको भजन भन्छु। प्रेम राउत गुरु महाराजजी हुनुहुन्छ उहाँ होइन। अन्जन च्यानलमा अब कसैलाई सुन्न मन भयो भने, चिन्न मन लाग्यो भने अन्जन च्यानल चाहिँ खोलेर हेर्नुभयो भने अरूले पनि चिन्न बुझ्न सक्नुहुन्छ। यो भिडियो चाहिँ प्रेमीहरू सामु पुगोस् भन्नको लागि चाहिँ मैले बनाएको यो भिडियो। अनि अरू जिज्ञासुहरूको लागि नि यो भिडियो एकदमै चाहिँ महत्त्वपूर्ण छ। हामी भगवान कहीँ छैनन्, आफैसँग रहेछन् भगवान भन्ने चाहिँ महसुस गर्नलाई सकिन्छ। यो भिडियो हेर्न सक्यो भने, अन्जन च्यानल चाहिँ खोजेर सक्यो भने, मान्छेले हामीले पूजा गरेको, व्रत बसेको, तीर्थ गएको चाहिँ हामी यसै आफूभित्र ईश्वर राखी बाहिर खोज्छौँ, मुक्ति छैन, आखिरीमा 84 नै भोग्छौँ भन्ने चाहिँ भजन छ एउटा। जस्तो चाहिँ हामीले गएर तीर्थ गए नि मूर्ति देख्ने हो, र पूजा गरे नि हामीले एउटा दुःख पाउने मात्रै रहेछौँ, व्रत बसे नि हामीले दुःख मात्रै पाउने रहेछौँ। तर हामीले चाहिँ महाराजजीलाई, प्रेम राउतजीलाई चिन्न सक्यौँ भने र हामीले ज्ञान लिन सक्यौँ भने चाहिँ हामी जहाँ छौँ, जहाँ जति जसले गरे पुकार त्यहीँ प्रकट हुन्छु दिन सहारा रे। अनि महाराजजीले चाहिँ जति दुखी हुन्, सुखी हुन्, धनी हुन्, गरिब हुन्, अझ गरिबलाई धनीलाई भन्दा नि गरिबलाई चाहिँ सहायता, सास हर पल हर क्षणमा उहाँले चाहिँ कृपा गर्न सक्नुहुन्छ। उहाँसँग त्यति शक्तिशाली व्यक्ति हुनुहुन्छ उहाँ चाहिँ। उहाँ मैले मेरो मामाको छोराले भन्नुभएको, उहाँको चाहिँ लाइनमा हिँड्न सक्यो भने, उहाँको चाहिँ एउटा छायामा भनौँ न, अब उसमा हिँड्न सक्यो भने हामी मरेर गइसकेपछि नि हामी अमर भइराख्छौँ भन्ने कुरो सुनेको थिएँ। सायद त्यो होला त। त्यो छ, त्यो अमर छ। अब मनैदेखि सम्झिन्छु म श्री सत्य गुरुजीलाई, मनैदेखि सम्झिन्छु म गुरु महाराजजीलाई, अमर हुने दबाई देउरे मानिसको जातलाई। मनैदेखि सम्झिन्छु म गुरु महाराजजीलाई, अमर हुने दबाई देउरे मानिसको जातलाई। त्यो अब गुरु महाराजलाई
भनेर चाहिँ मिल्ने हो र मानिसमा चाहिँ अब हरेक खोजी र हरेक खोज्छ तपाईँलाई मानिसले। जे होस् आनन्द मिल्छ उहाँको चाहिँ प्रवचन सुन्दाखेरि? उहाँको प्रवचनले आनन्द मात्रै होइन, के मिल्छ के मिल्छ महाराजजीको प्रवचनले, महाराजजीको शब्दले, महाराजजीको ज्ञानले भित्रदेखिकै आनन्द। कहीँ यसपालि 2 ठाउँमा जानुभयो हजुर है? पैसाले 2 ठाउँमा गएँ म, उहाँ भैरव गएँ, सिराहा? भैरव सैन महिना गएँ, सैन महिनाबाट 6 गते उहाँ गएँ, 10 गते यहाँ आएँ। उहाँको ज्ञानले, उहाँको आनन्दले त जस्तै भलबाडी आएर बगाउन लाए पनि, जस्तै मारमुग्री परे पनि उहाँको चाहिँ शान्ति, उहाँको चाहिँ शान्तिको सन्देशले उहाँलाई सम्झेपछि चाहिँ हामीलाई छुट्टै महसुस। हजुरलाई एउटा घटना याद छ 5-6 वर्ष अगाडिको? के कुरा हो? गाडी एक्सिडेन्ट हुँदाखेरि चाहिँ त्यहाँनिर चाहिँ गाडी तल त्रिशुली नदीमा खस्दाखेरि हाम्रो यस्तो गुरु महाराजजीको लगेट लाउनु भएको थियो। अनि त्यसपछि त्यहाँ सँगसँगै बस्ने सिटको मान्छे चाहिँ बित्नुभयो। अनि गुरु महाराजजीको लगेट लाउनु भएको मान्छे चाहिँ उहाँ चाहिँ बाँच्नुभयो भनेर। अनि त्यसपछि मैले अथवा युट्युबहरूतिर, टिभीहरूतिर, टेलिभिजनहरूतिर नि हेरेको थिएँ। सायद त्यो सत्य होला त? त्यो कुरा सत्य नै हो। उहाँले भनिरहनु भएको छ नि अहिले पनि। तपाईँ अन्जन च्यानलमा सुन्नुहोस्, जुनै चक्कामा सुन्नुहोस्, बुझ्नुहोस्, हृदयदेखिकै लाएर एकदम आनन्दले बालकको हृदयले बुझ्नुहोस्। त्यो कुरा साँच्ची कुरा हो। त्यो जस्तै भलबाडी आए नि तिमी डराउनु पर्दैन, म छु भन्नुभएको। हजुर, अब हाम्रो के अरे चाहिँ समय पनि सकिन लागिसक्यो होइन? लास्टमा हजुरले चाहिँ एउटा प्रवचन सुनाइदिनु न। हस् त, प्रवचन सुनाउने कि भजन सुनाउने? भजन सुनाउनुहोस्। भजन सुनाउने ल। अबदेखि ज्ञान लिऊ साँच्चा गुरु छानी, अबदेखि ज्ञान लिऊ साँच्चा गुरु छानी, नत्र भने बित्लाएर सबको जिन्दगानी, नत्र भने बित्लाएर सबको जिन्दगानी। दुनियाँ हेर जीवन गयो खेर, सत्य नामको ज्ञान भुलेर, सत्य नामको ज्ञान भुलेर। ल हस् त, धन्यवाद छ हजुरलाई, मेरो मम्मीलाई धेरै धेरै धन्यवाद। मेरो आफ्नै मम्मी हुनुहुन्छ। अब फेरि भोलि घर जाने भन्नुभएको छ, भोलि पनि बस्न पाए हुन्थ्यो नि त मम्मी? अब घरमा पसल छ, पसलमा को बस्ने। अब आइरहँला आएको बेलामा। अब ल यो भिडियो चाहिँ हाम्रो सबै जिज्ञासुहरू अनि प्रेमीहरूलाई सबैले चाहिँ यसो हेरिदिनु होला भन्न चाहन्छु होइन? सबैले एकचोटि हेरिदिनु होला। यो मेरो स्वर नराम्रो भयो नि, मान्छे नराम्रो भए पनि, तर महाराजजीको चाहिँ भजनले चाहिँ हजुरलाई आनन्द आउने छ। यो सुनेर बुझेर एकछिन सुन्नुभयो भने आनन्द आउने छ। हस् त।